सरकार मार्फत सङ्घीय सरकारलाई पठाउने कुरा म तपाईँहरूका बिचमा राख्न चाहन्छु। अब लोकतन्त्रभित्र विरोध गर्न पाइन्छ, लोकतन्त्रभित्र जिम्मेवारमा रहेकाहरूको विकल्प खोज्न सकिन्छ। त्यसकारणले हाम्रो संविधानले 5 वर्षको आवधिक निर्वाचनको परिकल्पना गरेको एउटा अवस्था छ। तर व्यक्ति विशेषका र ठाउँ विशेषका वा घटना विशेषका कमजोरीलाई आधार बनाएर व्यवस्थाकै विरुद्ध गर्न नपाइने कुरा हो। विगतमा राजाले नेतृत्व गर्दा भोगेका कुराहरू त पुरानो पिँढीलाई थाहा छ, तर अस्तिको तिनकुनेको घटनाबाट नयाँ पिँढीहरूलाई पनि थाहा भएको हुनुपर्छ वा अनुभूति हुनुपर्दो कि राजतन्त्र वा अराजक झुन्डले गर्ने कुरा भनेको विध्वंसको कुरा हो भन्ने पुष्टि गरेको एउटा अवस्था छ। घटना घट्यो र विगतमा पनि मान्छेहरूले मृत्युवरण गरेका थिए, तर यसचोटिको घटनामा एउटा पत्रकार साथीको विगतको भन्दा अब दुःखद अब चाहिँ एउटा घटना हामीले बिहोर्नुपर्ने एउटा अवस्था रह्यो। एउटा सदस्यको त्यसलाई म धन्यवाद दिन चाहन्छु। त्यो प्रवृत्ति अहिले तिनकुनेमा भयो। अब हामी सबै सजग हौँ, हामी सबै होसियार हौँ कि तिनकुनेका घटनाहरू विस्तारित नहुन्।